चाहिँ फेरि च्यानल स्टार्ट भयो। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी कहाँ गएको भनेर तपाईँहरूलाई देखाउँछु होइन। आज चाहिँ अब सानो पिकनिक जस्तो होइन, पर्ची मर्ची मात्रै खानु गएको हो। पर्ची मर्ची र करेन्ट मात्रै तल गएको आज चाहिँ। के कसो हुन्छ हेर्दै गर्नुहोस्। तलको खोला गएको है आज चाहिँ। गाइस यहाँ चाहिँ काम हुँदो रहेछ। दिन पनि अब एकदमै हाउडे छ हो। पानी पर्ला हुँदैछ। पानी चाहिँ नपरोस् हेर्दै गर्नुहोस् तपाईँहरू। अम्बो दौडा रहेछ नि है, यहाँबाट लानु पाएको भए त। ए दौडाहरू स्टक रहेछ, हामीलाई चाहिन्थ्यो नि तल। दौडा त चाहिएको थियो, तल पाइहाल्छ होला हौ खोज्दा है। ओइ 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 ल ल ल ल ल ओइ नगो न कति दिन बाद आएको। ओइ उता जा, म त सेफ्टी भइहाल्यो, म चाहिँ गएको ल। तल पाइहाल्छ दौडाहरू हो। यो चाहिँ मेरो साथी हो आयुष। यसलाई चाहिँ आज लैजाएको नि त मैले। खासमा चाहिँ हामी 4 जना जस्तो आउनेवाला थियो साथीहरू, तर अहिले फिलहालमा चाहिँ हामी 2 जना मात्रै छ। भ्लग त हाल्नु पऱ्यो, भ्लग त कन्टिन्यू गर्नु पऱ्यो। बाटो फेरि एकदमै खराब रहेछ नि त। एडभेन्चर भ्लग भन्न अब यसलाई। बाटो पनि यस्तो रहेछ अम्बो नि। हामी त तल पुग्नुपर्छ त है। झन्डै आउनु सक्छौ? झन्डै लड्यो नि। ए ला बाटै यहाँ त यस्तो बनाइसकेछ होइन। आउ त। हामी चाहिँ अलिक तल आइपुग्यो। बाटो चाहिँ एकदमै खराब छ अहिले। ओइ आयो यहाँ चिप्लिने सिन छ। म त झन् यहाँ चिप्लेको। ए चप्ली लगाएर आएको भए पनि हुँदैछ गाइस, चप्ली लगाएर आएको भए पनि हुँदैछ। यहाँ बाटोले मलाई त अन्त कुद्दिउँ है, कुद्दिने ओह्रालो बाटो हेर न सबै। अब पहिला हामी चाहिँ नि आउँथ्यो कि यहाँ। पहिला हामी चाहिँ स्कुल भागेर आउँथ्यो हो। स्कुलमा पनि भागेर आउँथ्यो। अन्त घरमा हामी त्यो तिमीहरू बसेको छ नि, त्यो तलपट्टि त्यो तिमीहरू रुम हेरेको थियो भने नि अघि मलाई देखायो नि। त्यहाँ तल हामी पहिला बसेको नि त कि। त्यहाँ हुँदाखेरि हामी खोला आउँथ्यो होइन। यो खोला छ नि, यो देख्दै गरेँ यो खोला अहिले ओभर दामी थियो पहिला कि। माथि त्यो झुलिने पुल छ नि, त्यो पुलको त्यो मुनिपट्टि झोडाको त्यहाँ खेल्थ्यो होइन हामी। त्यहाँतिर त झन्डैले मैले हुन्छ नि। अम्बो यहाँ हेर न, कसले गङ्गेटा उयो गरेको थिएछ हेर त। भित्रको सबै यो चाहिँ खाएकै हो केटा होइन, गङ्गेडाको उयो। अन्त यो खोलामा त मैले झन्डैले छ नि नभनेको पनि मैले 1500को त कट्टु मात्रै बगाइदियो होला साँच्ची भनेको। एउटा यो हाल्ने चाहिन्छ त हामीलाई। तिमीले क्यामेरा पक्रेर हुन्थ्यो होला। बाटै थियो ए ऊ माथि हो नि त पुल। ए के भएको म तल आइस नि त घाँस पलाएर, अन्त यादै भएन नि त। मेरो यता याद धोएर अहिले सुकाउनु त भइहाल्छ कि। अम्बो गाइस यो बाटो त यस्तो भएछ हेर न। मेरो साथी चाहिँ यहाँ छ है। अम्बो यस्तो भएछ हेर न बाटो। जानु सक्छ हामी? मकेको होला है। ट्राई गर्छु ल म। ओम नमः शिवाय। यस्तो भएछ त भ्लग भनेको एडभेन्चर यतिको त हुनु पऱ्यो नि गाइस। तपाईँहरूको लागि मैले कस्तो दुःख गर्दैछु हेर्नुहोस्। तपाईँहरू मलाई सपोर्ट गर्दै गर्नुहोस्। म तपाईँहरूको लागि भिडियो हाल्दै गर्छु। आउनु सक्छ आयुष? अम्बो
एकछिन ल म यता गइहाल्छु है लोड थाम्दैन नभए ल आऊ त आउँदैछ मेरो साथी चाहिँ यु क्यान डु इट म्यान मिसन कम्प्लिट अप्पै आउनु चाहिँ टक्कै भयो हो यो बाटो आऊ त आएपछि मलाई यहाँ चाहिँ यहाँदेखि चाहिँ दुःख छ भ्लग भनौँ है मेरो चाहिँ स्पेसली म चाहिँ के भन्न चाहन्छु भन्दा भ्लगमा चाहिँ मेरो चाहिँ मम ड्याडको लागि आमा र पापाको लागि होइन एक दिन तपाईँको छोरा सक्सेस हुन्छ क्या भ्लगमा हेर्दै जानुहोस् तपाईँहरू म हार मान्दिनँ यति छिटो म हार मान्ने खालको केटा होइन हो एक दिन म सक्सेस हुन्छु क्या भ्लगमा होइन एक दिन हुँदैन हामी हुन्छ नि हो मेहनत गर्छ नि भ्लग गर्नु सजिलो छैन है गाई साँच्ची भनेको है एडभेन्चर भ्लग चाहिँ हेरी साह्रो रहेछ यस्तो फर्स्ट टाइम हो अन्त म चाहिँ हो यो अन्त बाटो यो हो म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब घरतिर अब पहिला चाहिँ अब म पनि निकै बदमास मेरो गल्ती हो म एक्सेप्ट गर्छु होइन तर त्यस्तो मेरो अब स्पेसली भन्दाखेरि घरमा आमा र पापा साह्रै चिन्ता गर्छ मेरो होइन भरे छोराले फेरि काहीँ बदमास पो गरिहाल्छ कि भन्ने खालको हुन्छ होइन तर छोरा अब बुझ्ने भएको हो छोरा सुधेर आएको हो होइन के कुछ गर्छु क्या तपाईँहरूको लागि तपाईँहरूको लागि म के कुछ गर्छु के कुछ गरेर देखाउँछु क्या गाइस होइन राम्रो बाटो गएको हो त्यस्तो नराम्रो खानु गएको होइन राम्रो कामको लागि गएको हो नि क्या राम्रो कामको लागि गएको हामी होइन त्यस्तो नराम्रो कामको लागि होइन नि त अब पहिला अब त्यो पासको कुरा हो होइन पासको कुरा पासमै राखेर चाहिँ प्रेजेन्टमा हिँड्नु पऱ्यो नि त होइन के भन्छ केटा हो गाइस तपाईँहरूलाई चाहिँ अब मेरो त्यो पासको कुराहरू याद छैन होला है याद छ नि होइन तँलाई त एक दुईवटा शब्द भनिदिए त पासमा चाहिँ अब साथीले धेरै कुछ गर्यो काम होइन काण्डा है काण्डहरू भयो पुलिस थाना कति गयो त्यस्तो भयो तर रियाब पसेर आएको है गाइस म चाहिँ तपाईँहरूलाई याद थिएन होला हो यति हो अहिले चाहिँ तर म के कुछ गर्छु क्या एकदमै खुसी लाग्छ मेरो साथी चाहिँ अब ब्याक टु ओल्ड भर्जनमा फर्केको छ हो सधैँभरि फेरि बसोस् खुसी बसोस् थ्याङ्क यू साथी अब हतपत्ती जस्तो साथी चाहिँ पाउँदैन त्यही भएर क्या राम्रो साथी सङ्गत गर्नुपर्छ भन्ने चाहिँ हो रहेछ क्या राम्रोको सङ्गत गऱ्यो भने राम्रै हुन्छ अरे क्या ए नराम्रो सङ्गतले राम्रो आनी बानी बिगार्छ भने राम्रो सङ्गतले नराम्रो आनी बानी सुधार्छ अरे क्या त्यही भएर म राम्रो सङ्गत गरेको होइन नराम्रो आनी बानी सुधार्नु लागि अब यो चाहिँ मेरो सानैदेखिको साथी हो स्कुल लाइफको हो स्कुल टाइमदेखिको हो नि त हामी त होइन स्कुल टाइममा पनि तर म अलिअलि त बदमास थिएँ है त्यो त अलिअलि त हुन्छ नि अब आइपुग्नै आँट्यो हामी है म चाहिँ त्यही भन्छु अब्बी यो भ्लगहरू सायद हेर्नु हुँदैछ होला मेरो होइन तपाईँले देखिरहनु भएको छ मेरो मम ड्याड होइन त्यो चाहिँ तपाईँहरूको लागि बनाएको है मैले यो भिडियो चाहिँ तपाईँहरूको लागि है तपाईँको छोरा एक दिन केही कुछ गरेर देखाउँछ युट्युबबाट हेर्दै मात्रै जानुहोस् न अम्बो झन्डै लड्यो यस्तो छ है जङ्गल अम्बो होइन हामीले तर है कहाँदेखि पनि कहाँ फर्क्यो है त्यो उयो के अरे त्यो कन्टर स्ट्राइकको हेरेको त्यो उयो पहिला नि खेल्थ्यो नि कन्टर यस्तो यसरी गरेर यसरी हिँड्थ्यो नि अभी हम जा रहा है शिकार करने के लिए यसरी हिँड्छ होइन यस्तो यसरी पक्रिन्छ हो ओइ अम्बो पसिना आएको हेर न मेरो कपाल कलर गरेको नि त ल तपाईँहरू अहिले तल अलिक तल गएर हेर्छु ल के कस्तो हुन्छ हेर्दै गर्नुहोस् ल यहाँ स्टार्ट गरिदिउँ है ला यो त अन्त फुटेछ त सबै यहाँ देखाउ त सबै फुटेछ नि त यो हो अहिले त मजाले उमाल्नुपर्छ पहिला हो त्यहाँदेखि मात्रै हुन्छ नि बस न मलाई देखाउनु पर्दैन नि यहाँ देखाउ न यहाँ पर्छु मर्छु माथि यसले झाँथै पनि हाल्थ्यो क्या त्यो भइहाल्यो त कहाँ देखाएको तिमीले
यहाँ फोकसै अर्कैपट्टि गइदियो नि हौ सामानहरू हेरिरहेको म सबै हाम्रो चाहिँ ए सामानहरू लिइरहेको म जाउँ है ला खुन खाइदिएको त्यही भएर म स्पिड हिँडेको मलाई त लागेन नि जुका ओइ आले ला दे ओइ गाउँघर चाहिँ यस्तो हुन्छ है दे ओइ 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 अहिले ल ल अहिले अहिले तँलाई पानी चला है कोही छैन रहेछ आयोस् अब क्यामेरा मै लाइभ साह्रो छ नि क्यामेरा मै पक्रिनु न्याएर त केटा हो न्या 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 देखाउ त ल यहीँबाट ल ए सफा गर्नुपर्छ हो तिमीमाथि दे एकछिन उयो गरेँ ल मासु धुनु मात्रै आएको दादा कहाँ जानुभयो होइन दादा चाहिँ कहाँ जानुभयो ती यहाँ ठुलो दादा हुनुहुन्थ्यो नि हजुर ला कहिले दादा खस्नु भएको अम्बो दौड त पाइहाल्छ हो हाम्रो साथीले चाहिँ मजाले चडक्कै धोइदिइसकेको छ लु हो मजाले धोइसकेको छ यस्तो हो नि गाइस यो घिनाउने कुरा होइन नि होइन हामीलाई मलाई त घिनाउँदैन हो ए गाइस यस्तो चाहिँ हाम्रो चाहिँ नेपाली कान्छा यतिको चाहिँ एक्टिभ हुनु पऱ्यो है गाइस मैले यहाँ भाडा बर्तनहरू लिएर आइसकेँ हो यहाँ मासुहरू छ हाम्रो यहाँ केटाले चाहिँ दाउरा लिएर आएको छ रिस्की छ खोलाको बाटो हेर्नु सक्नुहुन्छ उफ्रिँदै आउनुपर्ने छ त्यो डेलिभरी भइसक्यो यसमा आइपुग्यो आइपुगेँ है केटा उफ्रिन्छ है यहाँ के भन्नु यहाँपट्टिबाट हावा आउँछ हो ए साथीभाइ हो देख्नु सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो साथीले यता चुल्हा रेडी गरिसकेको छ हाम्रो चाहिँ यहाँ मर्ची मर्ची सस छ हो सबै भइसकेको छ रेडी यसलाई आगो बालेर उमाल्नु चाहिँ बाँकी छ अब के कसो हुन्छ हेर्दै गर्नुहोस् होला बाहिर जाउँ से गाइस से ल आगो चाहिँ बालिसक्यो हो लाग्दैछ भ्यू चाहिँ यस्तो छ है यस्तो जग्गामा आएको हामी चाहिँ के गरेको यो टमाटर काट्नु टमाटर छ टमाटर ल्याएँ त्यो पर्दैन त्यो हालिदेऊ उसमा हालिदेऊ त्यो उसमा हालिदेऊ झोलामा हालिदेऊ यहाँ छ यी टमाटर यी मैले सबै घरबाट काटेर ल्याएको छु पर्दैन यी छ त्यो हालिदेऊ झोलामा भनेको यहाँ चाहिँ आगो बल्दैछ हो मैले चाहिँ फाइनली आगो बालिसकेँ र हाम्रो चाहिँ अब कर्ची मर्ची उमालिरहेको छ यसलाई चाहिँ हो ए भ्यू चाहिँ यस्तो छ है गाइस यहाँको जुत्तामा यस्तो भइसक्यो नि हाम्रो
मजा छ जिन्दगी मजा छ ब्लग बनाइरहेको छ मजा आइरहेको छ ए डल्ले डल्ले ओ डल्ले ढुल्नुपर्छ है ल आगो निपेछ बल्यो बल्यो अहिले आगो फुकेर भेट्छु तपाईँलाई हेर्दै गर्नुहोस् के कसो हुन्छ यतिकै हेर्दै पनि गर्नुहोस् त्यहाँ मुनिपट्टि बेल छ है बेल आइकन थिचिदिनुहोस् लाइक कमेन्ट हानिदिनुहोस् होला है कस्तो हुन्छ यो भ्लग कस्तो कस्तो भ्लग कन्टेन्ट चाहिन्छ भन्नुहोस् तपाईँहरू हामी दिँदै गर्छ ल्याउने ल तपाईँहरूलाई अहिले भेट्छु है आगो फुकेर आगो मर्यो अहिले भेट्छु गाइस तपाईँहरूलाई आगो फुकेर हेर्दै गर्नुहोस् के कस्तो हुन्छ मन भयो यस्तो त अहिले चाहिँ मर्ची चाहिँ पाकिसक्यो हो गाइस छुरी लाग्दैन अर्को धुप न एउटा मजाले देखो है यस्तो गरेर राख्नु हो गाइस पाकिसक्यो हाम्रो कर्ची मर्ची चाहिँ हो अब यसलाई चाहिँ अब यो स्टाइल चाहिँ कसले खाएको छैन यो चाहिँ अब के हो भ्लग भन्ने एउटा हुनु पऱ्यो नि होइन अब सबले एउटै बनाउँछ तर हाम्रो चाहिँ डिफ्रेन्ट हो नि त यो डिफ्रेन्ट हो हाम्रो चाहिँ यो केटाहरूले दे छैन होला यस्तो है यस्तो त अहिलेसम्म खाएको छैन होला केटाहरूले है सकै पर्थ्यो होला गाइस यो चाहिँ अब बुझ्नेले मात्रै बुझ्छ यो चाहिँ अब होइन डोन्ट वेस्टेड फुड यहाँ देखाउन यो चाहिँ स्पोन्सर चाहिँ कसकोबाट यो चाहिँ सोताङ रेस्टुरेन्ट होइन यो चाहिँ सोताङ रेस्टुरेन्ट हो म तपाईँहरूलाई लिङ्क छोडिदिन्छु फोटो होइन त्यो सोताङ रेस्टुरेन्ट आउनुहोस् भिजिट गर्नुहोस् हाम्रो रेस्टुरेन्ट पनि आउँदै गर्नुहोस् यो चाहिँ सोताङ रेस्टुरेन्टबाट चाहिँ अब आयुष होइन परेन होइन यसको अचार दामी हुन्छ देखो है ल यो यता जापाइदी यहाँ देखाउँछ अब तपाईँहरू आउँछ होइन तपाईँहरू आउँछ पिकनिक खेल्छ तर अब योहरू चाहिँ जापाइदी नफालिदिनुहोस् योहरू चाहिँ एउटा जग्गामा माथिबाट डस्टिन फाल्दा हुन्छ नि त होइन मैला हुन्छ नि त अब खोला हो भन्दा फ्याँक्नु भएन केटा हो पिकनिक आयो भने होइन डस्टबिनतिर हाल्नुहोस् यहाँ सिक्नुपर्छ सानो के भन्छ केटा हो नि जापाइदी फाल्नु भएन नि त होइन नि ग्रिन सिक्किम पो हो त ग्रिन एन्ड क्लिन होइन ग्रिन एन्ड क्लिन अर्ग्यानिक स्टेट केटा हो आफ्नो स्टेट चाहिँ अब सफा राख्नुपर्छ क्या जति सक्छ होइन आजको दिनमा मैले फ्याँकेन भने भोलि अरूले पनि फ्याँक्दैन होला नि त हो कि होइन भन न सब्जी अलिक कम्ती भएन सब्जी कम्ती भएन अब यो कम बेसी हुन्छ दुईजनालाई आगो त निभ्यो आगो त म फुकिहाल्छु नि टेन्सन नत्नी यो चाहिन्छ नि अहिले हामीलाई यो प्लास्टिक चाहिन्छ नि त्यो ल तिमी आगो फुक म यो मुस्छु हो कर्ची मर्ची पनि पाकेर होइन ब्याट्री कम्ती छ त्यही भएर नदेखाएको आधी आधी है गाइस भइसक्यो हाम्रो हो
तपाईँहरू हेर्दै गर्नुहोस् मेरो भ्लगमा होइन, नयाँ नयाँ कस्तो कस्तो कन्टेन्ट चाहिन्छ भन्नुहोस्। अब नेपाली सिट ब्लग्स, नेपाली कान्छा भ्लगर चाहिँ हटाइ सिट ब्लग्स छ अहिले मेरो है। अब म तपाईँहरूलाई होइन भ्लग हाल्दै गर्छु, माया दिँदै गर्नुहोस्। सब्सक्राइबर बेल थिच्नु भएको छ भने बेल थिचिदिनुहोस् होला। भयो आगे है, तपाईँहरू माया दिँदै गर्नुहोस्। म तपाईँहरूको लागि भ्लग गर्दै गर्छु, के कस्तो हुन्छ तपाईँहरू कमेन्टमा भनिदिनुहोस् होला है। पर्छ हो, आगो चाहिँ निभेछ नि त, आगो चाहिँ निभेछ नि त। अब म बाल्छु ल आगो। यस के भन्नुहोस् ह्यान्डसम, खोइ चस्मा लगाऊ त, चस्मा लगाऊ न चस्मा। तेरे ना रे ना अभी जोनराईको कजन हो अन्त। अरे बिग फ्यान दाई बिग फ्यान जोन, बिग फ्यान। लु फुक्दै गरौँ, म दौडा लिएर आउनु पऱ्यो है। सिनेमा टिप हानिदिउँ केक है है। यहाँ चस्मा लगाइदियो त मलाई। कस्तो देख्दो रहेछ मलाई हो चस्मा। साह्रो त गाइस भ्लग गर्नु, एउटा हातमा क्यामेरा एउटा हातमा हात दिनुपर्छ हो, धेरै लाइफ त गऱ्यो हो। साह्रो छ एकखेर हो, साह्रो छ गाइस। यो चाहिँ मैला पानी होइन, यो चाहिँ सफा पानी हो। यो प्लास्टिकहरू जान्छ र यो प्लास्टिकहरू योहरू। अब तिमीले आगो कसरी बाल्दै थियो हेरौँ भनेर नि। सुन केटा हो, यहाँ सुन। अब तिमीलाई मैले अब काम अडाएको पनि होइन, मैले आगो बालेको देख्यो होइन, आगो कसरी बाल्दै रहेछ। अब सिकाएको हरेक काम सिक्नुपर्छ, केटा मान्छे भएर चाहिँ हरेक काम सिक्नुपर्छ, बुझ्यो। भोलि दिनमा काम लाग्छ है केटा हो। आगो बालेको हेरौँ, तिमीले जानेर भने चाहिँ म भुक्छु। यस्तो छ अहिले चाहिँ आजको भ्लग यस्तै छ हो। अन्त भोलि के हुन्छ हेरौँ। तिमी भोलि फ्री हो? भएछ नि, भोलि पनि भ्लग आउँछ हो केटा हो। भएछ नि, भोलि पनि भ्लग गर्न आउँछु, भोलि पनि बनाउँछु। जति सक्दो चाहिँ म झार्दै गर्छु मेरो भ्लग होइन। आउने भनेपछि अब कहाँसम्म पुग्दो रहेछ। अब सानोमा सानो खेल्दैन त यो अमृतको, यस्तो पनि हुन्छ त है। छोप्देऊ ढाकानीले छोपिँदा हुन्छ रहेछ। अब म भ्लग जाँदै गर्छु होइन, तपाईँहरू मेरो हेर्दै गर्नुहोस् मेरो भ्लग के हुन्छ है। नकाट्नुहोस्, स्किप नगर्नुहोस् होइन, फुल भ्लग हेर्नुहोस् है गाइस ल। फुल भ्लग हेर्नुहोस्, तपाईँहरू माया दिँदै गर्नुहोस्। अब तपाईँहरू मेरो भ्लग हेर्नु इच्छा छ भने हेर्नुहोस्, मन परेन भने नहेर्नुहोस् होइन। मन पराउनेले सपोर्ट गर्नेले सपोर्ट गरिहाल्छ। सब्सक्राइब गरेको छैन भने छिटो तल सब्सक्राइब बेल थिचिहाल्नुहोस्। लाइक सेयर कस्तो लाग्यो कमेन्ट, र अन्त अब कस्तो खालको भ्लग बनाउनु पर्ने तपाईँले भन्नुहोस् र म भ्लग हाल्दै गर्छु। तपाईँहरूलाई अहिले भेट्छु है, के कस्तो हुन्छ हेर्दै गर्नुहोस्। भोक लाग्यो, ट्याक्टिक्स भयो तर घरमा मेथीको पाक्दैन नि हौ। छोप्देऊ। पाक्नु आँट्यो हो, अब चाहिँ खाएर लाग्नुपर्छ है। आज चाहिँ घाँस प्लान अर्कै थियो तर अर्कै भयो है, ऱ्यान्डम। पानी पर्न आँटेको यस्तो दिनमा है गाइस हेर्नुहोस्, दिन त खुल्ला छ तर अब पानी पर्न आँटेको छ। अब भोलि चाहिँ के हुन्छ? भोलि चाहिँ ब्याम्बोमा खाना पकाएर। ए गाइस उसकोमा अब युट्युब च्यानल आजदेखि स्टार्ट गरेको छ। आजदेखि चाहिँ यो सँगै कोल्याब गरेर पस्छ हो। सब्सक्राइब गरिदिनुहोस् होला। नाम के हो भनिदेऊ, इन्ट्रोडक्सन हानिदेऊ। मेरो नाम चाहिँ खासैमा पऱ्यो भने आयुष मुखिया, तर किरात होइन,
किरात हो दुईजना चाहिँ अब किरातै हो गाइस म पनि मुखिया यता राई अँ मुखिया मेरो अँ थरले गर्दा हामी दाजुभाइ अँ हो थरले गर्दा हामी दाजुभाइ अँ दाजुभाइले च्यानल चलाएर खाडिदिने खारिदिने यस्तै एडभेन्चरहरू देख्नु आगो हेर पाउँछ निप्न आँटेछ नि आगो हामी चाहिँ त्यो डिफ्रेन्ट कन्टेन्टहरू लिएर आउँछ तपाईँहरूको लागि हो कमेन्ट सपोर्ट मात्रै चाहियो होइन तपाईँहरूको सपोर्ट तपाईँहरूको माया त्यति हो सपोर्ट गर्दै गर्नुहोस् होइन कन्टेन्टहरू राम्रो आउँछ अन्त अब के भोलि ब्याम्बो भ्लग जति सक्दो भ्लग हाल्छ हामी होइन कन्टेन्ट बनाउने कोसिसै छ अब अहिले त सबैजना भ्लगर छ नि त होइन सबैजना भ्लगर छ प्लस अब भिडियो पनि पुरा हालेको छ नि त अब जुन चाहिँ भिडियो बनाऊ भने त्यो भिडियो अरूले बनाइसकेको हुन्छ अब डिफ्रेन्ट भिडियो हुनु भने एउटा युनिक के हो युनिक भिडियो हाल्ने क्या हामी चाहिँ होइन बरु टाइम हेर्दै गर्नुहोस् के कस्तो हुन्छ होइन लाइक त्यहाँ बेल आइकन छ बेल आइकन चाहिँ ट्याक्कै थिचिहाल्नुहोस् त होइन एकछिन 1 मिनटको काम हो बेल आइकन ट्याक्कै थिचिदिनुहोस् लाइक ट्याक्कै त्यहाँ सेयर छ सेयर टक्कै कमेन्ट मुनि के गर्नुपर्ने हो अब त्यतिखेरसम्म हाम्रो पाक्नु आँट्यो हो अब चाहिँ है खाएर चढ्नुपर्छ है खाएर चढ्नुपर्छ मौसमले पुर्छ बदमास गर्दै हिँड्नु एडिसन हुनु बरु ठिकै छ होइन यो ठिक हो नि हौ होइन यो ठिक हो अब राम्रो काम गर्दैछ नि म त त्यही भन्छु होइन म चाहिँ अब अहिले पनि के हो घरमा अब पहिलाले गर्दाखेरि अलिक कन्डिसन अलिक होइन अघि पनि के हो डराउँदै थियो होइन मेरो आमा र अब पापा पुरा डराउँछ नि त अब छोरा हो घरको कान्छा हो घरको कान्छालाई फेरि माया बेसी भएर एकखेप चाहिँ अब अम्बो ल्याएर न छोरीले है पाक्न ल्याट भइसक्यो कि तर अब एकछिन पकायो अझै डिप भइगयो अन्त घरको म चाहिँ कान्छा हो नि त अब घरको कान्छालाई बेसी माया भएर चाहिँ अलिक दिशा बिग्रेको थिएँ तर अब लाइनमा आइहाल्यो अब त्यो पासको कुरा हो होइन मान्छे हो गल्ती हुन्छ अब त्यही हो घरबाट चाहिँ अलिक अब डाउट अब के हो ला फेरि खाइहाल्छ कि फेरि केटाहरूसित घुलमुल भइहाल्छ कि पहिलाको भन्छ होइन अब एडिकहरूसँग हिँडिहाल्छ कि भन्छ होइन अब त्यस्तो होइन अब म चाहिँ अब उभै पढेँ अब चाहिँ के हो अब तपाईँले पनि हेरिराख्नु भएको छ होइन यो भिडियो घरबाट एकजना चाहिँ अघिको साथी हो स्कुल साथी होइन पहिला स्कुलसँगै पढेको कति दिन बाद भेटेको त्यही हो अब भ्लग आउँदै गर्छ म जति सक्दो भ्लग बनाएको हो होइन सबैजना मिलेर सपोर्ट गर्दै गर्नुहोस् र हाम्रो सब्जी पाक्यो त अब यसलाई निकालिदिउँ म पाक्यो हेर त ऊ फ्याट भइसक्यो अब त पाक्यो के हेर ल ए पाक्यो पाक्यो होइन पाक्यो हेर त अब यस्तो तातोले म त एक्सपर्ट हो नि यहाँ पक्र त हेर अब यहाँ हेर तातो हेर्छौ यहाँ हेर ल कहाँ राख्नुपर्छ भन्ने यसलाई यतिको चाहिँ नोडेन ठोक्यौ कि ल गाइस अब चाहिँ हामी होइन सबै रेडी भइसक्यो यो बोक्छौ तिमी ला मैले प्लास्टिक आगोमा अघि जलाइदिएँ र यो बोकाना खाने कि कहाँबाट जाने भने नि उयोबाट यहाँबाट गएर चाहिँ नि यस्तो यस्तो भएर जाउँ ल अघि त उफ्रेको यहाँबाट हो ल हामी चाहिँ लाग्यो है गाइस सबै हो पाकि पनि सक्यो सौडा सबै भयो सफा पनि भयो होइन अर्काको जग्गामा आएर जस्तो अर्काको जग्गा हो नि त खोला छेउछाउमा होइन सफा गऱ्यो होइन त्यहाँदेखि चाहिँ अब हामी चाहिँ लागेको यहाँ माथि बसेर अलिकति खानुपर्छ है त्यहाँदेखि जाउँ ल ए पर बाङ्गालाई मागौँ न यहाँ त यस्तो रहेछ त जङ्गल आयो हौ झन्डै लड्यौ बिस्तारै आऊ है ल साथी बिस्तारै आऊ है आम्बो गति हेर न अन्त कटिङको लागि त्यो सबैको लागि मिठो भयो है त्यति छोड्यो मेहनतको कमाइ अहिलेको चाहिँ युथहरू म हाम्रो उमेरको चाहिँ अहिले मेरो पासमा के भएको थियो त्यो पनि म हाल्छु है होइन एक दिन मजाले भन्छु होइन टाइम छ बिस्तारै कुरा गरौँ न सबै भन्छु होइन
सबैहरू छ सपोर्ट गर्ने होइन। म चाहिँ यति भन्छु त्यो एडिक्सनतिर नपस्नुहोस् होइन। बरु घुम्नुहोस्, यसरी भ्लग गर्नुहोस् होइन, साथीभाइसित जानुहोस्, पिकनिक जानुहोस्, राम्रो राम्रो कुरा खानुहोस् होइन, हो कि भन। अब त्यो अब नराम्रो कुरा खाएर घरतिर सताएर त्यस्तो चाहिँ अब त्यो पुरा पाप लाग्छ है, पाप लाग्छ साँच्ची भने। मलाई त लाग्छ, मलाई त याद छ त्यो पाप म भोग्नु तयार छु किनकि होइन। त म मेरो गल्ती म एक्सेप्ट गर्छु कि त्यही हो। अहिले चाहिँ खान्छु तर है बेसी आन्टीहरू हुँदैन है। मिठो भयो साँच्ची भनेको, दामी भयो। सक्नु आँटेर हामीले त है, पिरो पो भयो त हौ, डल्लै चपाइ पठायो नि हौ। म चाहिँ किन पाहाडी हेर्ने भ्यू हेर्दै खाएको नि त्यसो जङ्गलको है, ठुल्को गरिहालेँ हो, खोलालाई पनि चढाइदिइहालेँ, देउतालाई पनि चढाइदिइहालेँ, जङ्गलमा पनि चढाइदिइहालेँ। अब बेसी अब आफू पनि त चढाउनु पऱ्यो है होइन। अन्त चढाइदिएकै हामी चाहिँ दाजुभाइ यो खाएर चाहिँ हामी लाग्छ हो। पानी पर्नु थाल्यो त है। ल छिटो कम गाइस, तपाईँहरूलाई म अहिले भेट्छु होला, म खाइसकेर भेट्छु, माथि रोड पुगेर भेट्छु। डाइरेक्ट पानी पर्नु थाल्यो, पानी परेको नि है। ल छिटो कम जानुपर्छ ए बाँसको बाटो चाहिँ यहाँ रहेछ नि त। ए यहाँको अलिक बनाइछ, पहिला नै हामी आउँथ्यौँ नि यो बाटो। थाक्यो उकालो त पुगिहाल्छ। तिर्खा लाग्यो जङ्गलतिर नि जाँदा नि, एक तिमीले पानी पाइन भने नि केराको थम्बा छ नि, केराको थम्बा खाँदा हुन्छ बुझ्यौ। म तिमीलाई सिकाउँछु, अहिले पाइछ भने देखाउँछु ल। गाइस तपाईँहरू पनि जङ्गल आउनु भयो नि, अमला अमला खाँदा पनि हुन्छ, अमलाले तिर्खा हट्छ। अमला ए यो खने नि तर जुन माथि पानी खाऊँ ल। अब जति सक्दो त अब मेरोबाट होइन 100% कोसिस थियो यो भ्लग बनाउनु। कस्तो लाग्यो औरै भयो नि होइन, माफ गरिदिनुहोस् होला, के गल्ती भयो भने माफ गरिदिनुहोस् होला। यसरी सिक्छ, बिस्तारै सिक्छु होइन। थाक्यो है, मजा आयो नि त आउनु त। अब भ्लग हाल्दै गर्छु कन्टिन्युस, तपाईँहरू हेरिदिँदै गर्नुहोस्, माया दिँदै गर्नुहोस्। अब अझै माथि हो पानी परेको, पानी पर्नु थाल्यो नि हो। के भन्नु छ आज? मलाई त अब यति नै हो, एडभेन्चर चाहिँ अझै आउँछ। मजा आयो है। कति चाहिँ होटेल रेस्टुरेन्टमा पनि जानु हो नि हौ, त्यो घुमेको होटेल रेस्टुरेन्ट है यस्तो ठिकै छ। मजा त मजा आयो नि त, आइपुग्न आँट्यो अब उही माथि हो। थाक्यो, हत्तु भयो गाइस। अहिले माथि धुँदा भइहाल्छ, माथि झोला माग्छ नि कोमालाई भित्रको त्यो अन्त आधी उपर खेल्थ्यो। अम्बो केराको थाम्बो यहाँ थिएछ नि, त्यहाँको पानी खानु आउँछ नि। टक्कै छोरीले चाहिँ ट्याक्कै हानेर गुटुक 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 हो। ल अम्बो थाक्यो, अलिक माथि पुगेर भेट्छु तपाईँहरूलाई। गाइस फाइनली चाहिँ हामी चाहिँ अब आइसक्यो रोडमा र अब नेक्स्ट भ्लग पनि आउँदै गर्छ, तपाईँहरू हेर्दै गर्नुहोस् होइन। साथी चाहिँ पछाडि आउँदैछ। अन्त आजको भ्लग यस्तै थियो, कस्तो भयो होइन। तपाईँहरू कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, लाइक सेयर
लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। अनि नेक्स्ट भ्लग पनि आउँदै गर्छ, हेर्दै गर्नुहोस् होइन। तपाईँ अब पुग्नु त आँट्यो गाउँ है, गाउँ पुग्यो भन्दा पनि त भयो। मजा आयो होइन, मजा आयो, ठिकैको भयो, राम्रै भयो होइन। अब यो भ्लग गर्ने सजिलो रहेछ। भ्लग गर्नु सजिलो छैन नि हो केटा हो, केटा हो केटी हो, दिदी बहिनी दाजुभाइ। मजा त मजा आयो नि त। मजा चाहिँ मजा आउँदो रहेछ कि, तर हिँड्ने बानी चाहिँ हुनुपर्छ है, बानी हुनु पऱ्यो। हिँड्ने बानी हुनुपर्छ, मजा आइहाल्छ हो। अहिले चाहिँ हामी राईगाउँको रोडमा छ। भटबटे हुनु पऱ्यो, भटबटेको लागि यस्तो चाहियो पेट्रोल। त्यो किन्नको लागि चाहिँ आफूले मिहिनेत गर्नु पऱ्यो नि त होइन। मिहिनेत गऱ्यो भने सबै कुरा भइहाल्छ लाइफमा। एक दिन मिहिनेत गर्दै गर्नुपर्छ। कुनै दिन मोटो भ्लगिङ टक्क गाडीमा यसो कहीँ घुम्नु गएको ट्राभलिङहरू आउँछ, तर आउँछ त्यो नि, कुन दिन चाहिँ छिटो आउँछ। त्यो दिन पर्खिनुको लागि आफूले मिहिनेत गर्नुपर्छ कि होइन। मजा आयो। एन्ड गर्दै अब चाहिँ एन्ड हुन्छ होला यता राईगाउँको, अब यो रोडमै एन्ड हुन्छ आज चाहिँ। लु आज यति नै थियो हो। के कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। अन्त लाइक सेयर सब्सक्राइब होइन, कमेन्ट गर्नु नभुलिनुहोस्। र कस्तो कस्तो भ्लग चाहिन्छ त्यो पनि भन्नुहोस् होइन। त्यो कमेन्टमा गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, हेरिदिनुहोस् होइन। अब नेक्स्ट भ्लग पनि राम्रो आउँदै गर्छ। अब बेल आइकन चाहिँ बजाइदिनु, टिङ गरिदिनु पऱ्यो। मेरो लागि नभए पनि उसको लागि पनि लु बजाइदिनु पऱ्यो हो। ठिकै छ, तपाईँहरूले बजाइदिनु हुँदा चाहिँ यतिको माया दिनुभएको छ फर्स्टमा होइन। सब्सक्राइबर पनि 1.14K पुगिसक्यो हो। अब छिटै 2K चाहिएको छ मलाई, तपाईँहरू माया दिनुहोस् ल। आज यति नै थियो। अब नेक्स्ट भ्लग पनि आउँदै गर्छ हो। अब अर्को भ्लगको लागि चाहिँ अब कस्तो खालको, अब भोलि हेरौँ, भोलि भ्लग आउँछ होला होइन। अब त्यही हो है, भोलि गरौँ है। भोलिको ब्याम्बू जाने कि च्यालेन्ज हाल्ने हो, ब्याम्बू जाने कि च्यालेन्ज हाल्ने। हेरौँ अब के हुन्छ होइन। अर्को भ्लग आउनु चाहिँ आउँछ ल, तर ल हेर्दै गर्नु। स्टे ट्युन ल। लु सब्सक्राइब चाहिँ लु अहिले गरेर लु सब्सक्राइब गऱ्यो भने फेरि छोरीले फेरि है अम्ला काट्दिन्छ है म। लु सब्सक्राइब चाहिँ हानिदिइहाल्नुहोस् न लु। ओके ल, आजको भ्लग यति थियो। बाई बाई गाइस।